दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले आफ्नो 19औं नगरसभाको अधिवेशन आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत ललित कुमार बस्नेतले सहजीकरण गर्नुभएको नगरसभालाई विधिवत रूपमा नगर प्रमुख गणेश कुमार साईले उद्घाटन गर्नुभएको थियो। नगरपालिकाको नगरसभामा आर्थिक वर्ष 2083-84 का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। नगरपालिकाले नगरसभाबाट शिक्षा, कृषि र पूर्वाधारलाई मुख्य प्राथमिकीकरण गर्दै नगरपालिकाको चौतर्फी विकासका साथै नगरवासीलाई उत्पादनशील क्षेत्रसँग जोड्दै आर्थिक विकास केन्द्रित नीति कार्यक्रम अघि सारेको छ। नगरसभामा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम नगर प्रमुख गणेश कुमार साईले प्रस्तुत गर्नुभएको थियो। चामुण्डा बिन्द्रासैनी नगरपालिकाको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ भने उक्त नीति तथा कार्यक्रममाथि नगर उपप्रमुख मनसरा कुमारी शर्माले करिब 50 करोड 75 लाख 7,834 रुपैयाँको अनुमानित बजेट समेत प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रम पारित गर्दै त्यसमाथि प्रस्तुत बजेटमाथि व्यापक छलफल पश्चात आगामी असार 29 गते बस्ने नगरसभाको दोस्रो बैठकबाट आवश्यक नीति नियम र विधेयकहरू पारित गर्दै नगरसभा सम्पन्न हुनेछ। गौरवका आयोजनाहरू मजुवा खानेपानी आयोजना, कर्णाली लिफ्टिङ खानेपानी आयोजना, बत्का चौर नगरपार्क निर्माण, बिन्द्रासैनी आधारभूत अवस्था अस्पताल, पाल्तडा पाल्प उत्तर दक्षिण जोड्ने सडक, पूर्व पश्चिम अन्तरपालिका जोड्ने सडकलाई समयमै सम्पन्न गर्नको लागि आवश्यक पहल गरिनेछ र आवश्यक बजेट व्यवस्थापनको लागि प्रदेश तथा संघ सरकारसँग समन्वय गरिनेछ।